भलो एकछिन विशासै आइ मारे अब खै हजुर बुवा हजुरले बोला चट्टै बिचमा हान्दे पहिला चट्टै अहिले निकाल्ने हो क्या पहिला चट्टै बिचमा जमा हान्न पहिले जमा हान्न बिचमा बिचमा चट्टै सबै ननिकाल चट्टै बार्न यो टेब्रे त रहेछ दाइने हातले चाहिँ काट्नु पर्ने सबै यसरी काट यसरी दाइने काट ओ उसको हातै ल बा आउनु पर्यो बा ल अब कति होडा चट्टै बिचमा काट्न यसरी काटेर यसरी यसरी काट्न पुरै दिए क्या पुरै दिए ल अब अनि बार्दे ल ताली नि भएन ताली बजा ताली सबै निकालिसकेछन् त कति आयो 6 वर्षदेखि 7 वर्ष लागेको बा अब यहाँ केक खान जाने बेला भयो अब यता नातिले केक खुवाउँछ अरे खाइसक्नु भयो केक काटेर खाएपछि बाको फेरि विधि विधान पनि आइहाल्छ एकछिन पर्ने क्या अन्त अबिर मात्रै गर्नु क्या सबै निकालेर हजुर उठाएर ल्याएर कति खिचिरा आमा बाउले जान्दा पनि जान्दैनन् क्या यो बर्थडे गर्छ न बालाई उतातिर गएर ल ए बा हात धुनुहुन्छ अरे त ए मनिषा बाला पानी जेठा बाठा त अब त यता भन्दा उता त छोडुवा जेठा बाठा भिक्षा आउनु लाग्छ पानी ए नानी बालाई पैसा जति यहाँ मलाई यहाँ मजाको देखिँदो रहेछ ए एउटा मोबाइलमा त गीत बजाए नि हुन्थ्यो गीत बजाइदियो कुनै कुनैमा अङ्कलको मोबाइलमा बज्छ त गीत गीत बजाइदियो हजुर भिडियो गरिरहेको छु आमा अब बाले खाएपछि यता आइसक्यो माइला अङ्कलको भित्र लागेको छैन है अलि राम्रो टोपी भएन अहिले हतार छैन त आइसला हातमा दिनु न आन्टीको आन्टी पनि यतै आए हुन्थ्यो नि यतै सँगै त हो त यता ठुलो बजा गीत ठुलो बजा सुनिँदै ल हजुर आउनु भयो अब कता छ ल बा सिकाएरै तरिकाले बालाई ए आइज बा यहाँ जानु ल नातिले के खुवाइदिन्छ अब बाले त घर अनि खुवाउनु पर्ने ल ल टिको लगाइदिनु पर्थ्यो पहिला खुवाउनु हो ल अलि यता सारा नै त केक चाहिँ अब आफै खान्छ दिनु ल झ्याममा खान्छ अब ल हजुर बाले तपाईले खुवाइदियो अब बालाई खुवाइदियो यहाँ यसले खुवाइदिन्छ
ठिकै छ त्यत्रो खाइसक्दैन खानु न अहिले थाम अहिले थाम भने अहिले नै हुन्छ कान सुनिनुहोस् खानु न खानु ल पानी भनेको छन् क्या यहाँ पानी हाल्नुलाई बुढा पाकाको पारै अर्कै हुन्छ हात जुठो भो टिका लाउन भन्ने कुरा भइरहेछ पानी अहिले टिका लगाइदिनु खानु न यो ल हात धुनलाई चाहिँ पानी भन्दैछन् ल मामा बाला र मेरो सँगै आउँछ धेरै लगेर लु भयो त अब अलिअलि धुनु खोल्नु पर्यो यो अबिर लगाइदिने चलाउनु हुँदैन अबिर लगाइदिनु अबिर लगाइदिने आशिक दिनु अबिर चाहिँ लगाइदिनु अबिर यहाँ छ कार्य गर्ने होइन हजुर जीवा खानु न यो ताली बजाउनु यता खिच खान्छ यता बाको खोइ अहिले अहिले ए मुला अहिले अहिले ल अब बाले खाइसक्यो तँलाई बुढा पाकालाई के थाहा र पहिला र अब फेरि अहिले बढेर अहिले बर्थडेमा हिँडेकै छैन नानी बाको मनाइदिनु खानु ल पाला आएको छ क्या हाम्रो नातिनी पाला आएको छ हामी त यता एउटा खतो लगाइदिनु यसलाई खोइ टिका पैसाले विशालले यता हेर सबैलाई केक बाँड्दैन सबैले बाँड्दैन उसले बाँड्दैन आशिक दिनु तिम्रो खड्को कष्ट हरण होस् बाबु तिमीलाई सन्तोष सुविस्ता होस् मेरो नानीहरूलाई सन्तान मेरो सन्तान यसरी बढिरहन् हेर त अनि आइदार हुन् दृष्टि खानालाई खानु हेर खेती गरिकन खान पाउँदैन भोलि सम्झाउनु हुँदै नगर्नु नउफ्रिनु भन्छ लो 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 अब सबैलाई लो बाले भिज्छ भनेर पलास्नै राखेको अब सबैलाई भयो भएन केटाकेटी अलिक भने एकचोटि ह्याप्पी बर्थडे टु यु भन फेरि भन 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 एकछिन भन न ल हाँसे जस्तो भयो हाममा पो राखेको एकापट्टि कालो देखियो यो मोरन त गोलिएर राख्दै थाल ल्याइदिया पैसा राख्ने यो थाल ल्याइदेऊ खोइ हरियो त रहन्छ त यो खाममा त यो होइन भित्रबाट रहेछ ए ल आजकल निलो पनि चल्छ भित्र भित्र पो रहेछ ल ल यहाँ छ यहाँ ए मोरा यो झर्के थालमा राख्नुपर्छ आधाको ए लै कल्पना अब यहाँ पटिएर राख्नु ल यो यस्तो यहाँ राख्ने म दिन्छु केक तिमी त्यही बस्ने अब ल के के सर कि तिमी खाने सुरु एक सर त म सबैलाई दिन्छु गीत लगाएर राम्रोसँगले मोबाइल चाहिँ बाबाको मोबाइल पढ्नु पनि पर्छ यता दिएर गर्नुपर्छ यहाँ मोबाइल हेर खेती नगरिकन खान पार्दैन
फेरि दोस्रो चरण विशालको आफ्नै बर्थडे भएको मान्छे झन् नखानु होइन गरिएरै हुन्छ जति दिन डिग्री पास ल यो खुवाइदेऊ मजेले खुवाइदे अलि भाँचेर अलिकति खुवाइदिनु पर्छ मुखमा आकै हो ल तँलाई पनि खुवाउँ त अलिकति भयो ल सानो मान्छेलाई झन् पक्ला पक्ला पार्छ त्यसरी खुवाउनु भएन त्यो भाषा राख अब जुत्ता छैन यो यहाँ यहाँ छ यहाँ यो कोही नचलाउने